यो गाइस आज हामी तुलसीतिर युट्युब हाल्ने छ त्यो घरतिर आज हामी चट्टानबाट बेनिकेट यो अर्को अपासी तिनजना मात्रै होइन हामी आज छजना हाम्रो फर्स्ट राइडर नम्बर 1 कहाँ लाग्यो हामी अनि आज चाहिँ म लगाइ हामी त्यो चल्दैछ बाई बाई आन्टी हस् आन्टी केटा हो हामी चाहिँ आइपुग्यौँ है हल्का आधी बाटोसम्म हामी झोरमाथि आइपुग्यौँ केटा हो चट्ट समी भाइले त तोरी देखिरह्यो बाइकमा केटा हो के छ कस्तो भइरहेको नवीन तिमीलाई राइड सही दामी भ्यू दामी एक्सपिरियन्स अनि हाम्रो भात साथीलाई साथी मलाई केटीको समझ रहे हो केटा बबाल छ नेचर हाम्रो दादा रे दादा हामी जङ्गलमा हामी आइपुग्यो है आधै बाटो यही हो हामी चाहिँ काठमाडौँको डाँडा कटेर चट्ट अर्को भ्यू देख्न थालिसक्यौँ केटा हो चट्ट ड्याममा केटा हो यो ड्याम हो हैन हो यो ड्याम हो मन थाहा थिएन है केटा हो ल अहिले थाहा पाइरहेको छु अनि अहिले हामी चाहिँ यो बाटो हुँदै 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 ड्याम हो केटा हो ड्याम यहाँ पहिला खोला हाम्रो साउले ड्याम भनेर है यसले ल हो अनि कस्तो मस्त जोक मारा रे या हात सगळे हलकट हात जाऊ केटा हो यो त्यही भने त्यही हो चापाके म आइपुग्यो केटा हो भर्खर हेर आधी बाटो आइपुग्यौँ अनि हाम्रो केटाहरू चट्ट केटा हो तिर्चुलीको भ्यू हेरौँ केटा हो हामी त चट्ट यहाँ रैला गर्दै उता हो केटा खोला चाहिँ पुरै सुकिसकेको छ क्या अहिले त स्विमिङ गर्न केटा हो कस्तो भइरहेको हाम्रो केटाहरूलाई शिवपुरी गाउँपालिका आइपुग्यो केटा हामी ल गाउँपालिका हामी प्रवेश गर्नेछौँ केटाहरू प्रवेश गरिसकेछौँ यहाँको बजार चाहिँ राम्रो रहेछ है केटा हो अस्ति नै हामी बजार उठाउनु गएको थियौँ हो केटा हो अनि यहाँ चाहिँ पुरै चिलसम्म तराई जस्तो अगाडि पहाड हेर्न सक्नुहुन्छ केटा हो होइन बबाल छ यतातिर झर्नादेखि है सुरु भइसक्यो है झर्नादेखि जेसम्म तल झरिसक्यो धेरै तल आइसक्यो केटा मलाई थाहा नै छैन ठाउँको नाम होइन मुला देख्न थालिसक्यो भाइ मुखैबारी नै मुखैबारी अहिले चट्टा हामी चिलमा चिल राइड हाल्छ केटा हो हामी चाहिँ यहाँ अब बिजुर आइपुग्न लाग्यो भर्खर होइन चट्ट यहाँ नुवाकोटको पुलमा बसिरहेछौँ चट्ट
पटाल्थ्यौँ पनि हामीले यो अब सम्भाइको घर आइसक्यो कति सम्भाइको घर यहीँ थियो यहाँ भत्कारामा अझ ठुलो जग्गा पारेर रहेछ केटा हामी झुक्योमा यो अरूकै घर देखाएर चट्ट सन्दाईको घर आइपुग्यो हामी यो भाइ कस्तो लागिरहेको तिमीलाई तिम्रो घर देखेर भनिदेऊ त्यहाँ आइदिने हो क्या के गर्दा र गाइज हामी चढिरहेछौँ यहाँ चट्ट यो त्रिशुली बजार यो केटा हो हामी चाहिँ त्रिशुली बजारमा आइपुग्ने केटा हो माथिको बाटो चाहिँ के हो जस्तो क्या हो सामान किनेर लानु पर्ने होला पसलहरू छ त पसल किनेर लानुपर्छ त्यो चाहिँ हल्का माथि हामी चढ्दैछौँ हल्का बाटो चलिरहेको हो हामी चाहिँ त्रिशुली आइपुग्यो है चट्ट त्यो म बस्ने घरबाट नि हल्का माथिबाट त्यहाँ बाइक राखेर झरेर जाने हो कि केटा अब घरहरू बन्दैछ अनि कस्तो भयो नवीन हाम्रो राइड हो मजा आयो नि हाम्रो यहाँ रेनिगेट यहीँ छ केटा हो होइन चट्टाहरूको उता हामी अब यहाँ कस्तो भइरहेको छ भाइ हाम्रो उज्जवल भाइ के छ रमाइलो भयो विशाल अब वाच योर राइड कति गुड रमाइलो भइरहेछ नि हाम्रो भात साथी के भयो अरे गर्मी साथीलाई गर्मी भएर खोला जानुपर्छ हामी छिटै केटा भात साथी के भयो तिमीलाई किन लजाइरहेको गर्मी भइरहेको अब फ्रुटी खाने नि त हामी के दिने सामान किने सपिङ गरिसकेको त भाइ हामीले के गर्यो चट्ट हामीले धेरै कुरा गर्यो नबनाउनु अहिले गएर देखाउँला हाम्रो यहाँ बाइकमा यो क्याब नबोक्ने अब जानुपर्छ केटा हामी केटा हो चट्ट हामी चाहिँ गर्मी आएर केटा हो काठमाडौँभन्दा वाइल्डै पर्दैछ यो गाइस यो हामी यहाँ हामी चट्ट पुल चढ्दैछौँ चट्ट हाम्रो केटाहरू कस्तो भयो हाम्रो आज डेस्टिनेसन्स यहाँसम्म पुगेर रमाइलो भयो त्यही भएर मलाई त्यस्तो लागिरहेको किन ल तँलाई कस्तो भयो त बबाल चाहिँ केटा हो ड्याम नि यहाँ होइन दुईतिर छुट्याइदिए यहाँबाट पनि कहाँबाट जानु म त्यही भने मलाई कस्तो कुराहरू केटा हो अनि कस्तो भयो किन त्यसरी कुदाएको के भएको अनि केटा हामी चाहिँ गर्मी छ है अब खोलातिर जानु लाग्यो बाइकहरू यहाँ छ चलफल अहिले पुलमा फोटो खिच्नुपर्छ अहिले एकछिनमा केटा हामी चट्ट घरमा तातो पानी आयो चाक धुँदा त्यही भएर खोलाको चिसो पानीले चाक धुँदा ओ सही हो सही बुझ्यो नि केटा किन आएको हामी यहाँ भनिदियो त साथी किन आएर हामी यहाँ ट्याङ्कीको पानी तातो भयो चाक धुँदा घरमा अब यहाँ खोलाको चिसो पानीले चाक बुझ्यो नि केटा हामी चाहिँ किन आएको यहाँ चाक धुन आएको यहाँमा रसुवा चाहिँ नजाउँ है अब ल चुडाएर यहाँ रसुवा पुग्दिने कुरा गर्न लागिसक्यो यहाँ केटाहरू आउँदा साथी चाहिँ भयो बाँधा जस्तो म्हणजे उफ्रिया हामी चाहिँ यहाँमा के भएको है हिँड्नै सक्दैन त के ढुङ्गै हिँड्छ है
हेर्नु ठाउँ बवाल छैन हाम्रो केटाहरू उज्जलो आयो भन्दै हाम्रो नवीन ओ नवीन आइ ओ नवीन ओइ आइ भन आइ के गरेर आएको उज्जल तिमी यहाँ चिल हान्दै हाम्रो केटाहरू चाहिँ आउँदैछ है अनि अब हामी यही गर्नु आयो होइन काठमाडौँदेखि यहाँसम्म चाहिँ त्रिशुली कस्तो भइरहेको साथी कस्तो भइरहेको एकदम चिल भइरहेको मैले त चाक धोको एकदम चिसो रहेछ हो घोटेको नि साथी त्यो त हो त्यस्तोमा बस्न मजा आउँछ कि यहाँ गाडी हल्का चिपलेटी खेल्दै गइरहेको गाडीहरू रोकम केटा हो हामी चाहिँ यहाँ डेन्जरमा छौँ रोक्नु